पर्खनुहोस् एकछिन मेरो कुरा सुन्नुहोस्, ध्यान दिएर सुन्नुहोस् है त। किनकि आज तपाईँले सुन्ने कुराले तपाईँको खानपिन, तपाईँको जीवनशैली र तपाईँको बाँच्ने तरिकालाई सधैँको लागि परिवर्तन गर्न सक्छ। हामी मानव जाति तीव्र गतिमा अघि बढ्दैछौँ, प्रविधि जित्यौँ, संसार जित्यौँ, तर सबैभन्दा महत्त्वपूर्ण यन्त्र भने बिर्स्यौँ। त्यो हो यो शरीर। हामीले यसलाई यस्तो चिजहरूले भरिदिएका छौँ जुन प्रकृतिले कहिल्यै बनाएकै थिएन। नतिजा आज सिङ्गो मानव जाति डुबिरहेको छ, थकान, तनाव, कमजोरी र रोगहरूको दलदलमा। यो प्रकृतिको दोष होइन, प्रकृतिले हामीलाई छोडेको होइन, हामी नै प्रकृतिबाट टाढा भएका हौँ। यो सबै हाम्रो आफ्नै कारणले गर्दा हो र यसको सुरुवात हुन्छ तपाईँको भान्सामा भएको 3 सामान्य चिजहरूबाट, जसलाई तपाईँले बिना सोची, बिना प्रश्न, बिना ज्ञान दैनिक प्रयोग गर्नुहुन्छ। खाना पकाउने तेल, नुन र चिनी। देख्दा सामान्य चिज तर प्रभाव गहिरो र जीवनभरि असर गर्ने। खाने तेल, भान्सामा लुकेको एक प्रकारको मौन शत्रु। मेरो एउटा प्रश्न तपाईँहरूको लागि, यदि शरीरलाई यस्तो इन्धन दिइयो जुन यसलाई पचाउन नसक्ने हो भने अनि के हुन्छ? भित्रै जल्छ, सुन्निन्छ, शरीर थकित हुँदै जान्छ। आज बजारमा पाइने धेरै थरीका तेलहरू के यो साँच्चै खाने योग्य छ त? होइन नि है। कम्पनीहरूले बनाएको तरल पदार्थ मात्रै हो। रिफाइन ओइल, ब्लिच, केमिकल फिल्टर। यसलाई यति धेरै तताइएको हुन्छ कि यसभित्रको प्राकृतिक जीवन नै मरिसकेको हुन्छ। हामी दैनिकै खान्छौँ अनि अचम्म मान्छौँ, मुटु किन कमजोर भयो, शरीरभित्र किन आगो जस्तै जल्ने भयो, शरीर किन कमजोर भइरहेको छ, किन कोलेस्ट्रोल बढ्यो? किनकि हामीले बिहानदेखि साँझसम्म दैनिक यी 3 सामान्य चिजहरू हाम्रो भान्सामा प्रयोग भइरहेको हुन्छ। आखिर विष जस्तै त हो नि यो। प्रकृतिले सधैँ विकल्प दिएको छ। नरियलको तेल समुद्र नजिक वरपर बस्नेहरूको लागि, जैतुन तेल चिसो हावापानी भएका भूमिका लागि, तोरी, तिल, बदाम तराई पहाड भूमिका लागि। तपाईँ बस्ने माटो तपाईँको शरीरले जान्दछ, प्रकृतिलाई थाहा छ नि सबै। स्थानीय रूपमा उपलब्ध हुने शुद्ध तेल वा गाईको शुद्ध घिउ, नुन जसको प्राकृतिक गुण तत्त्व हामीले नै खोजिसक्यौँ। नुन सानो सानो तर गुण र धेरै तत्त्व बोकेको छ, तर आज आयोडिन युक्त नुन खान्छौँ हामी। हामीलाई भनिएका, सिकाइएका कि यो आवश्यक छ, तर कहिल्यै भनिएन यसको पछिको असरहरू, कि यसले रक्तचाप बढाउँछ, खनिज कमी गराउँछ, थाइरोइड असन्तुलन गराउँछ र कोशिकामा गडबडी गराउँछ। दोष नुनको थिएन, दोष मानव संशोधनको हो। तर प्रकृति अझै नै बोलिरहेछ। हिमालयको सिधे नुन, जसलाई रक सल्ट पनि भनिन्छ, जुनमा जीवित मिनरलहरूले भरिएको हुन्छ। फेरि नुन, ब्ल्याक सल्ट, पाचनको उपचारको लागि। समुद्री नुन, जसलाई ढेका नुन भन्ने गरिन्छ हाम्रो नेपाली समाजमा, पृथ्वीको सूक्ष्म तत्त्व बोकेको छ। यो स्वाद मात्र होइन, यी नै प्राकृतिक औषधि हुन्। तर आजभोलि जानवरलाई हामी समुद्री नुन, यो ढेका नुन दिन्छौँ, तर हामी आयोडिन युक्त नुन खान्छौँ। चिनी मिठास, जसले मानव जातिको अध्यायहरू बोकेको छ। चिनी हेर्दा सामान्य लाग्छ, जिब्रोलाई मिठास दिन्छ, आनन्द दिन्छ, तर शरीरभित्र धैर्य साथ बिस्तारै बिस्तारै शरीर खोक्लो पारिदिन्छ। रक्तमा चिनी बढाउँदै जान्छ, फेरि अचानक घट्छ, फेरि भोक लाग्छ, शरीर फेरि मिठास खोज्छ, अनि थाहै नपाई लत लाग्छ र रोग सुरु हुन्छ। चिनीले केवल खाना मिठो बनाउँदैन, पछि शरीरको ऊर्जा पनि खाइदिन्छ। र फेरि प्रकृतिले समाधान पनि दिएको छ। गुण, भेली, जुन न्यानो पोषक पृथ्वीको स्वादले भरिएको, कोदो जसमा गहिरो गाढा खनिजयुक्तले भरिएको, मौरीको मह, खजुर, फलफुल, मिठाससँग जीवनसहित, र डायबिटिसको लागि सुगर फ्रीको साटो बरु स्टेभिया, मङ्क फ्रुट, जुन मिठो तर हानि बिनाको मिठास। अन्तिममा म के भन्छु भने, जीवन संयोगले बदलिँदैन, निर्णयले बदलिन्छ। आज तपाईँको हातमा छ एउटा सरल र विवेकशील चुनाव। प्रशोधन तेल, आयोडिन युक्त नुन र चिनी, वा स्थानीय प्राकृतिक तेल, खनिजयुक्त प्राकृतिक नुन, या प्रकृतिले बनाएको मिठास। यो डाइट होइन, यो त कृत्रिम चिजहरू छाडी प्राकृतिकको लाभ लिने हो। जब तपाईँ प्राकृतिकलाई अपनाउनुहुन्छ अनि प्राकृतिकले तपाईँलाई पनि साथ दिन्छ। तपाईँको स्वास्थ्य, तपाईँको शरीर, तपाईँको जीवन अनि तपाईँको समयको लागि धेरै धन्यवाद।